यो उहिलेको बुढापाका उहिलेको पुर्खाहरूले चाहिँ पछिको आउने भविष्यहरू देखेरै बोलेको हुन्थ्यो कि क्या हो है। अहिले टक्क पुगिरहेछ त साँच्ची नै। उहिलेको बाजे बुढापाकाहरूले भन्थ्यो एक दिन संसारमा मान्छेसँग बोल्नु पनि पैसा लाग्छ, सबैजना मान्छेहरू एक दिन घोप्टे रोग लागेर मर्छ भन्थ्यो साँच्ची नै है। अब ठिकै हो रहेछ हो। अन्त अहिले मान्छे अब के रिचार्ज गर्नुपर्छ मान्छेसँग बोल्नुको लागि। त्यहाँदेखि दिनभरि घोप्टेर मोबाइल चलायो, काम छैन हो। उहिलेको मान्छेहरू साँच्ची नै देखेको हुँदो रहेछ हौ। पछि आउने भविष्यहरू क्या जेनेरेसनकोहरू है टक्क पुग्दैछ नि त उहिलेको मान्छेले भनेको। हुनु पनि ठिकै हो नि। अब अन्त अहिले मान्छेसँग बोल्नुको लागि अब रिचार्ज गर्नै पर्यो, न रिचार्ज गरेन भने केही कामै छैन हो। अन्त टक्क पुगिरहेछ साँच्ची नै। अन्त रिचार्ज गऱ्यो दिनभरि अब काम छैन। अन्त घरमा सबैजना फ्यामिलीसँगै छ भने पनि घोप्टेर मोबाइल चलाएकै हो। मान्छेको एउटा रिलेसन साइन हो भने पनि सब हराइसक्यो यो है मोबाइलले गर्दा क्या।